अहिले हजुरहरूले देख्नुभएको यो हिम श्रृङ्खला अन्नपूर्ण हिम श्रृङ्खला हो भने त्यसपछि यो चाहिँ खुमै डाँडा रहेको छ भने यो चाहिँ माछापुच्छ्रे अहिले बिहानको झुल्के घामसँगै यो मनोरम दृश्य देख्न सक्नुहुनेछ हजुरहरूले। हजुरहरूले देख्न सक्नुहुनेछ हामी अहिले कास्कीको नौडाँडा आइपुगेका छौँ। यो मनोरम दृश्य कास्कीको नौडाँडाको हो। राधिका दिदी हजुरको घर कता हो बताइदिनुहोस्। हामी राधिका दिदीको गाउँमा आएका छौँ घुम्नलाई। तर दिदी पोखरा हामी मात्र यहाँ कता हो कता थाहै भन। अहिले चाहिँ कास्कीको काँडे भन्ने ठाउँमा आइपुगेका छौँ र यो नेपालको चेहरापुञ्जी सबभन्दा धेरै पानी पर्ने क्षेत्र भनेर पनि चिनिने गरिन्छ। लुम्ले काँडालाई नै चिनिने गरिन्छ। तर हामी पोखराबाट आउँदा चाहिँ सुरुमा काँडे पर्ने गर्छ। तर यो स्थान नै काँडे हो। लुम्ले जान हामी 2-3 मिनट लाग्छ। यति बेला हामी कास्कीको लुम्ले आइपुगेको छौँ। यहाँ चाहिँ अत्याधिक चिसो हुने भएको कारणले गीत पनि छ। मुटु छुने लुम्लेको हावाले यहीँको हावाले मुटु छुने अनुभव गर्नुहोस्। छ्यासी मुटु छोएको छ कि छैन लुम्लेको हावाले। यो दृश्य लुम्लेको हो र यहाँ मोहजोडीका विभिन्न टेलिसिरियलहरू पनि सुटिङ भएका थिए। यहाँ चाहिँ पुराना टेलिसिरियलहरू यो चाहिँ मायापुर बजार भन्दा पनि हुन्छ, बस्ती भन्दा पनि भयो। ल हामी अहिले कास्कीमा छौँ र हामी यो वेलकम गेट कटेपछि पर्वत जिल्ला प्रवेश गर्दैछौँ। हामी पर्वत जिल्ला प्रवेश गरिसकेका छौँ। पर्वतमा हजुरलाई स्वागत छ किच्छाजी। राखिदिनुहोस् भयो। हामी अहिले पर्वतको डिम्बुवा भन्ने स्थानमा आइपुगेका छौँ। हामी चाहिँ यति बेला पर्वतको सदरमुकाम कुस्मा बजार प्रवेश गरिसकेका छौँ। हजुरहरूले देख्न सक्नुहुनेछ कुस्मामा 4 लेनको बाटो बनिसकेको रहेछ। म पहिला आउँदाखेरि 3.5 वर्ष पहिला आउँदाखेरि चाहिँ यो बन्ने क्रममा थियो। अहिले चाहिँ निर्माण भइसकेको रहेछ। हामी चाहिँ कुस्मा बजार अवलोकन गरिरहेका छौँ।
हामी यति बेला सहस्त्रधारा आइपुगेका छौँ। बागलुङ पुगिन्छ र हामी अहिले लेफ्टतिर जाँदैछौँ। हाम्रो डेस्टिनेसन भनेको बागलुङ कालिका मन्दिर र हामी अहिले बागलुङ कालिका मन्दिरतर्फ जाँदैछौँ र हामी अहिले काली गण्डकीको पुल चढ्दैछौँ। काली गण्डकी पुलमाथि हिँडेका छौँ। हामीले पर्वत जिल्ला छोड्यौँ र हामी अब बागलुङ जिल्ला प्रवेश गर्दैछौँ। ल हामी यति बेला बागलुङ कालिका मन्दिर आइपुगेका छौँ। हामी अब कालिका मन्दिर प्रवेश गर्न लागिरहेका छौँ। प्रतीक्षा मिस, के छ खबर? कालिका मन्दिर प्रवेश गरिसकेका छौँ र यहाँको माहौल देख्न र सुन्न सक्नुहुन्छ हजुरहरूले। आज मङ्गलबार पनि परेको कुरा दर्शनार्थीहरूको भेट लागेको छ। जय Hello guys.
त्यो चाहिँ हामी अहिले बागलुङको ट्राफिक चोकमा रहेका छौँ। हामी अब बागलुङ बजार यसो दृश्यहरू अब बागलुङ बजारमा बाघको शालिका भनेर गीत गाउनु भएको थियो। बजारको बाघ उहाँ हुनुहुन्छ, शालिकवाला बाघ। हेर्नुहोस् आदरणीय दर्शकबिन, हामी यति बेला बागलुङको पञ्चकोट धाम आइपुगेका छौँ र अब हामी यहाँको दृश्य अवलोकन गर्नेछौँ। दृश्य अवलोकन सँगसँगै यहाँ रहेका गाउँहरू पनि अति सुन्दर रहेका छन्। पञ्चकोट मुनिका गाउँहरू अहिले तोरीबारीले गर्दाखेरि पनि एकदम आकर्षक बनाएको छ। यो गाउँहरूको नाम चाहिँ थाहा पाउन अब सम्भव चाहिँ भएन। नाम थाहा नभए नि गाउँहरू चाहिँ अत्यन्तै सुन्दर रहेछन्। हिमशृङ्खलाको काखमा बागलुङ पञ्चकोट धाम। बागलुङ पञ्चकोटको दृश्य अवलोकन गर्दा देखिएका बागलुङ बजारका आसपास रहेका बागलुङ बजार बगिरहेको खाली गण्डकी, यो चाहिँ पर्वत यो बागलुङ जिल्ला र यो चाहिँ म्याग्दी जिल्ला। 3 जिल्ला यहाँबाट देख्न सकिन्छ। अहिले हामी पर्वत जिल्लाको कुस्मा सहरमा छौँ र यहाँ रहेको बन्जी जम्प देख्न सकिन्छ र त्यहाँ मान्छे बन्जी गर्ने तयारी भइरहेको छ। र यो पारीको भने बागलुङ जिल्ला रहेको छ र यो सँगसँगै रहेको छ यहाँ कुस्माको केबल कार। यो मान्छे तथा सामान ओसार पसारको लागि युज गरिने एउटा यान्त्रिक विधि।
यो चाहिँ हामी अहिले नेपालकै अग्लो पुल 156 मिटर उचाइमा रहेको र 346 मिटर लम्बाइको बडागाउँ कैया झुलुङ्गे पुलमा छौँ। अहिले हामी नेपालकै अग्लो पुलमा हिँडिरहेका छौँ। यो बडीघाट गाउँपालिका रहेको 146 मिटर हाइटमा रहेको र यता पुलै पुल रहेको छ नि, त्यो पनि पुल, यहाँ पनि तल पनि पुल रहेको छ। र यता पनि झोलुङ्गे पुल रहेको छ। कस्तो अनुभव भइरह नेपालको अग्लो पुलमा आउँदाखेरि? डर लाग्यो माइ लर्ड। कास्कीको पनि कास्कीकोट